गुड मर्निङ एभ्रीबडी सिट डाउन। थ्याङ्क यू सर। ल तिमीहरू सबैलाई नारी दिवसको शुभकामना है। सर हामी त केटा मान्छे हो त, हामीलाई किन नारी दिवसको शुभकामना भन्नुभयो? अनि केटी मान्छे खै त? सबै भाइहरूले ड्रेस लगाएर आछन्, अनि यो भाइले यो सरकारी ड्रेस किन लगाएर आछ यहाँ? सर मलाई सरकारी चिजहरू धेरै मनपर्छ। सरकारी जागिर, सरकारी स्कुल, सरकारी ड्रेस अनि सरकारी केटी पनि है। हेर यो हेर, अझ नचाहिने कुरा गर्दो हेर यो। सबै चिज तँलाई सरकारी मन पर्ने भयो, अनि प्राइभेट स्कुलमा के खान आछस् त भाइ? सर आज सरकारी स्कुल बिदा थियो त्यही भएर आएको सर। धेरै बाठो रहेछ यहाँ। ल भाइहरू, आज मेरो पहिलो क्लास हो। म धेरै केही बकचोदी गर्दैन, सिधा तिमीलाई शिक्षाको बारेमा सोध्छु आज। ए भाइ लवन, शिक्षा भने के हो? सर शिक्षा भन्ने हजुरकी छोरी हो, यसले पनि बजा त्यसले पनि बजा, लास्टमा मैले बजाउँछु भन्दाखेरि बिहा गर्छु भन्छ मसित। हेर यो के भन्छ यो मेरो छोरीको बारेमा नाना थरी? यो कोहीको छोरो हो यो? हेर्दाखेरि त अध्यक्ष छोरो जस्तो छ। होइन सर यो बनपालिया छोरो हो। ए तौ हेर्दाखेरि त टप्पर विद्यार्थी जस्तो छस् त। लवन ठुलो भएपछि के बन्नेस् त? सर म ठुलो भए पनि डक्टर बन्ने। शाबास, गुड गुड गुड। टप्पर विद्यार्थीका कुरै बेग्लै के। अनि डक्टर चाहिँ तैँले कसलाई देखेर बन्छु भन्ने छस् त? सर जोनिसिसलाई देखेर बन्छु भन्ने हौ। ए बस बस बस। सर रमेशले मेरो पेन चोर्यो। ए चोर साले पेन चोर्छ अरू कहाँ? पेन त छैन त, कहाँ लुगायो अरे? त्यसले ढेलमा लुगायो क्या। ढेलमा लगाउँछन् के पेन? खै ल भाइहरू, मजाक धेरै भयो, यथावत क्वेसन अब नगरौँ। अब म तिमीहरूले एउटा नेपाली एआई क्वेसन सोध्छु। ल मानौ रमेशसँग 4टा केला छन्। ए रमेश तेरो पास केरा छ, हामीलाई त किन भनेनस्? यस्ता छन् विद्यार्थी, कसरी पढाउने होला यार?